इन्डियाको एजुकेसन मिनिस्टरले आफ्नो रेजिग्नेसन फाइनली सबमिट गरेछ होइन आज ल ठिकै छ ल राम्रै भयो जे भयो राम्रै भयो त्यो जिट निट जेसुकैको पेपर लिक भएर त्यो सबै आन्दोलन भयो त्यो सबै ठिक छ होइन तर मलाई यो कुरा बुझ त हाम्रो नेपाली दाजुभाइहरूलाई बडो चासो लागेको छ लेट्स गो इन्डिया टाइम फर द चेन्ज इन्डिया लेट्स गो यु आर गोइङ स्ट्रङ होइन होला त्यति साह्रो त यार यति साह्रो नि पर्दैन होला हौ सपोर्ट गर्न हल्का फुल्का सपोर्ट गरेर ठिकै हो होइन यति साह्रो नि गर्नु पर्दैन होला हौ छिमेकी भएर धन्न के न के सिकेर छ नि त खुसी लाग्यो जे भयो राम्रो भयो होइन अब यसो त्यहाँको मेन मान्छेलाई यस्तै प्रेसर हालेर निकाल्यो त आनन्द हो क्या त्यसपछि नेपाल इन्डिया भाइ भाइ चुम्मी हुन्छ त्यसपछि त बुझिराखौ नि मलाई अझ साइकोलाको कुरा भनेको होइन त्यहाँ दिल्लीमा त्यत्रो प्रोटेस्ट भइरहेको यस्तो भइरहेको हानान भइरहेको होइन अनि त्यो देशको प्राइम मिनिस्टर हेलो फ्रेन्ड्स यु डुइङ ग्रेट फ्रेन्ड्स भ्लग बनाउनु जानु छ भने त के हो होइन एन्सर दिने हो नि त यस्तो गर्नु त भएन नि यार भ्लग बनाएको हेलो फ्रेन्ड्स थ्याङ्क यू फर यर कोअपरेसन फ्रेन्ड्स के हो भने जे भयो राम्रै भयो होइन तर हुन्छ नि यो इन्डियाको यो मान्छेहरूले होइन हल्का प्रोटेस्ट हल्का अझै हल्का रिजनेबल कुराको लागि गर्नुपर्ने हो क्या यो पेपर लिक भयो प्रोटेस्ट गरौँ भन्ने हुन्न क्या हल्का फुल्का हुन्छ नि यस्तो माथिको मान्छेलाई निकालौँ होइन यस्तो करप्टेड मान्छेहरूलाई निकालौँ होइन यस्तो नेपोक्रिट्सहरूलाई हटाउँ भन्ने छैन क्या त्यस्तै पेपर लिक लागि कसले गर्छ प्रोटेस्ट छिमेकी भएर हल्का फुल्का कुरा त सिक्यो हामीबाट ठिकै छ तर तिमीहरूले पुरा कुरा सिकेनौ क्या हामीबाट हाम्रो प्रोटेस्ट किन थियो हाम्रो प्रोटेस्ट के कारणले थियो भन्ने कुरा सिकेनौ क्या प्रोटेस्ट भएपछि ठुलै गर्नु पर्यो अब यस्तो हटाउनु पर्यो आगो सागो लाउनु पर्यो यताउति गर्नु पर्यो नि त अनि पो प्रोटेस्ट भयो त हौ त्यतिका कहाँ त डन्डी खाएर भागेर हुन्छ त नि भने अब ठिकै छ हुने प्रोटेस्ट भइसक्यो सेलाइसक्यो अब निस्किने मान्छे निस्किसक्यो अब के भन्नु म त्यसैले आजको लागि भिडियो यति नै गर्छु यदि मेरो भिडियो के गर्ने यासन हेर्नु भइसक्यो भने मेक स्योर टु फलो अरू कुरा त्यस्तै हो चुम्मी गाइज